परे पनि जुनसुकै चुनौतीको सामना गर्नु परे पनि त्यहाँबाट कुनै पनि हातमा आफ्नो आर्कलाई छोड्न पाइने छैन र त्यसलाई कब्जा गरेर दुश्मनमाथि पुरै हमला बोलिराख्ने छ। हतियार प्रविधि पनि हामी त्यसरी त्यहाँ केन्द्रित गरेका छौँ, कमान पनि हामी त्यसरी त्यहाँ केन्द्रित गरेका छौँ। पाल्पा कारबाहीमा अगाडि बढ्न लागेको जनमुक्ति सेनाको रोलकालमा बोल्दै नेकपा माओवादी गण्डक क्षेत्रीय ब्युरो इन्चार्ज कमरेड अनिलले भन्नुभयो, हामीले त्यतातिर केन्द्रित गरिएका छौँ र अब फौजी संघर्षबाट फौजी हमलाबाट मात्रै हामीले अब निष्कर्ष निकाल्ने, राजनीतिक निष्कर्ष निकाल्ने, निर्कोल निकाल्ने प्रक्रियाको दिशातिर हामी अगाडि बढिरहेका छौँ। परिस्थितिमा आएको फेरबदल बनेको सामान्यतः यही नै हो। त्यसैले अहिले अब यो युद्धविराम भङ्ग भएर अब चाहिँ हामी फौजी संघर्षमा चाहिँ केन्द्रित भएर लागिरहेको क्रममा स्थितिमा के परिवर्तन आएको छ? युद्धविराम भङ्ग हुँदाखेरि अथवा युद्धविराम हुँदाखेरिको स्थितिमा हामीले के चीजहरू प्राप्त गर्यौं? त्यति बेला चाहिँ राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा जुन किसिमको हामीले राजनीतिक हस्तक्षेपहरू बढायौं, त्यसबाट हामीले के प्राप्त गर्यौं? त्यसबाट हामीले के प्राप्त गर्यौं भनेदेखि हामीले 10 वर्षको जनयुद्धबाट प्राप्त भएको जो सफलता हो, त्यो सफलतालाई हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चाहिँ त्यो वास्तवमा 10 वर्षदेखि चाहिँ जुन किसिमको निर्माण रूपले चाहिँ हामीले फौजी संघर्षहरू गर्दै जनयुद्ध गर्दै आयौं, त्यो गर्नु ठिक थियो। त्यसलाई चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूमा र राष्ट्रिय अन्तर्राष्ट्रिय जन सरबराह वर्गमा समेत पनि हामीले स्थापित गर्न सफल भयौं र अब हामीले फेरि देशको जगमा टेकेर फेरि चाहिँ अर्को चाहिँ उपलब्धि हासिल गर्न, अर्को उचाइ हासिल गर्नको लागि फेरि अर्को प्रकारको हामीले हमला अगाडि बढाउँदै छौं। पश्चिममा भएको 7औं डिभिजनका सह कमान्डर कमरेड जीवनले पहिले डिभिजन कमान्डर कमरेड पर्जोलाई खबर गर्नुभयो। उहाँ 35 घण्टा हिँडेर फर्मेसनमा पुग्नुभयो। डेट पनि फिक्स भइसक्यो अनि हजुरहरूको र हाम्रो भेट छिटै गर्न पाए राम्रै हुने थियो सोचे थिएँ। बरु यो सबै प्लानको सप्रेसन गर्नुपर्ने हुन्थ्यो। प्लान कस्तो कस्तो बनाउने, के गर्ने भन्ने विषयमा जो जम्मै जाने कुरा भएको छ। त्यसो भए त कति बेला मिलाम त सर? अनि म धेरै टाढा छु अनि मलाई कति दिन लाग्छ होइन? त्योभन्दा तपाईँ कहाँ आउनु मलाई कति दिन लाग्छ? यहाँबाट त्यहीँ जान 2 दिन जति लाग्छ होला। त्यसो भए भन्दा धेरै टाढा छु सर। आउन त आउने कुरा हो, म आउने कोसिस गर्ने कुरा भएछ। एउटा अर्को मोटामोटी प्लान अध्ययन गर्ने कुरा र मोटामोटी प्लान ठोस गर्नको निमित्त र नि फोनबाट ठोस कुरा गर्दा सर एक समयमा फोन मिलाम न सम्पर्क है। माघ 17 गते अपराह्न 4 बजे ओखरी गौडाबाट हिँडेको 4थो डिभिजन केरौलीमा बस्यो। 5औं डिभिजन गोठादीमा र 6औं डिभिजन दहमा बस्यो।